Welcome back to my channel. मेरो सानो YouTube family हजुरहरु सन्चै हुनुहुन्छ भन्ने आशाको साथ म एउटा नयाँ vlog लिएर आइसकेको छु अनि म यसरी हिँड्दै छु सामान बोकेर म त पार्कमा बसेर भिडियो स्टार्ट गर्छु भन्दै थिए तर अब हैन किन त्यहाँ स्टार्ट गर्ने यहीँबाट बोल्दै बोल्दै जान्छु अनि यहाँ चाहिँ पार्क हुन्छ जहाँ पनि पार्क हुन्छ ए मेरो गिम्बल यो गिम्बललाई नि मैले अनि सानो पार्कहरू हुन्छ यो चाहिँ म बसेको ठाउँको गाउँ गाउँ त के भन्नु यस्तो छ एरिया अनि एकदम क्वाइट हुन्छ अहिले 6 बजिरहेछ बेलुकाको अनि सबैजना आफ्नो कामबाट घर आएको हुन्छन् प्राय अनि यिनीहरू त कि 6 बजी नै सुति पनि हाल्छन् खाएर हाम्रो जस्तो 6 बजे पनि कति चलपल हुन्छ नि त घरतिर है मान्छेहरू बाहिरमा बस्नुहुन्छ कुरा गर्छौं आन्टी के छ खबर सन्चै हुनुहुन्छ भन्दै हिँड्छौं यहाँ त आन्टी त के अंकल त के कुकुर त के बिरालो पनि देखिँदैन साच्चै भनेको यहाँ भनेको तपाई आफै रमाउन सिक्नु पर्छ र साथी बनाउँछु भनेर मेरो कोही साथी भएन साथी बनौं भनेर पनि हिँड्नु हैन त साथी बनाउने चक्करमा चाहिँ नराम्रो साथी पनि बन्न सक्छ है केही कुराको रस गर्नु हुँदैन भन्ने लेसन हो यसरी कस्तो राम्रो आयो नि यसरी अधारो हुँदैछ अब अनि आफू रमाउनु आफू खुसी हुनु अनि आफूलाई केही कुराले खुसी दिन्छ भने त्यो कुरा चाहिँ गर्नु म 6 वर्ष आयो भएको है गाइजहरु मेरो साथी छैन नि त्यसको मतलब म खराब होइन नि फेरि म खत्तम होइन नि मैले माया गरेपछि म एकदम माया गर्छु मलाई रिस उठ्यो या मलाई बेइमान गर्यो या मेरो मन दुखायो खासमा के हुन्छ नि त्यस्तो मान्छेलाई चाहिँ म डिलिटै हान्दिन्छु कि अनि त्यही भएर साथीहरु पनि बनाउन मन लाग्दैन आश हुन्छ एक्सपेक्टेसन हुन्छ हर्ट हुन्छ हैन तपाई एक्लै भइसकेपछि no one has power to hurt you or say something to you अनि you have so much power जस्तो लाग्छ है मलाई चाहिँ म चाहिँ पार्क पुग्न आँटे अनि मलाई यति खुसी लागेछ मेरो एउटा सानो युट्युब फ्यामिली हुनुहुन्छ अहिले के मलाई जे गर्दाखेरि पनि भ्लग चाहिँ स्टार्ट गर्न मन लाग्छ है अनि त्यसपछि आमा यिनीहरुको पो घर रहेछ कस्तो दामी घर बनाएको छन् यिनीहरुले मलाई हेरेर हाँसेको भए त म वाउ यु गाइज हैव सच अ ब्युटिफुल हाउस भन्थे हेरी अनि मैले हाँसिदे के चाहिँ कास्दै मैले पनि म के मलाई नि अरूलाई एप्रिशिएट गर्न कस्तो मन पर्छ if I see someone doing nice thing I will always appreciate I don't ever feel jealous like यदि मैले हैन राम्रो फिजिक्स बनाएको केटी देखे रे जिममा oh my god if she talk to me I'll appreciate to her like I know कति मेहनत लाग्छ त्यस्तो जिउ बनाउनलाई म यति मेहनत गरिरहेको छु तर मेरो भुडी नै घट्दैन ए सरी हजुरहरुले त मेरो यो रुपै देख्नु भएको थिएन होला म चाहिँ चास्मिस हो तर लेन्स लगाउँछु अहिले अनि यस्तो लेन्स लगाउँछु है राम्री हुनको पनि पापै हो अब लेन्स लगाउँछु गाइस के गर्नु लेन्स लाएर चिलाएर यस्तो हुन्छ एकछिनपछि अनि हजुरहरुलाई चाहिँ मैले के देखाउन आँटेको नि म यो सामान राख्छु ल मैले यस्तोरी पो त ल्याएको छु त सामान म देखाउँछु पहिला पक्नु यहाँ राख्छु तपाईहरुलाई यहाँ हेर्नु यसरी आको म बोकेर एक थोक झर्यो भने यसलाई राखौं सबै कुरालाई म तपाईहरुलाई चाहिँ के देखाउन खोजेको भने यहाँको पार्क कस्तो हुन्छ भनेर यहाँ चाहिँ हरेक लोकालिटीमा पार्क छ के
मतलब हरेक के भनौँ सबर्बहरूमा पार्क छ। अनि पार्कमा चाहिँ यो चाहिँ हाम्रो जहाँ म जहाँ बस्छु मेरो घर छेउको पार्क हो। यो एउटा चाहिँ सानो ठुलो पार्क पनि छ। यहाँ हेर्नु बास्केटबलको कोर्ट छ है। अनि यो सबै एरिया चाहिँ तपाईँलाई बिहानै मर्निङ वक इभिनिङ वक जे गर्नुहुन्छ यो सब मान्छेकै लागि बनाएको जनावरको लागि बनाएको होइन कि। तर कस्तो के बोलेको मैले, मान्छेको लागि बनाएको अरे, मतलब यहाँ बस्ने सोसाइटीको लागि बनाएको। यहाँ हेर्नु पिङ यस्तो हुन्छ यहाँको गाइजहरू, यहाँ हेर्नु अनि यो चाहिँ यस्तो 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 उफ्रिँदाखेरि पनि के हुँदैन, किनभने यो बच्चाहरू यहाँ खेल्दै लड्यो भने पनि केही हुँदैन क्या। अनि चाहिँ सानो बच्चाको सपोर्ट हुन्छ। यहाँ हेर्नु न यसरी चेन लगाउने पनि हुन्छ यहाँ, यसरी चेन लगाउने। अनि यो भयो नि बच्चा सेफ भयो नि त नि। अनि यहाँ हेर्नु यो बच्चाको लागि, ठुलो मान्छेको लागि होइन, बच्चाहरूलाई खेल्ने। अनि यो हेर्नु यो सबै यस्तो बिट्सहरू लगाएको छ नि। अनि यहाँ यसको तल चाहिँ यसको मुनि चाहिँ त्यस्तै छ कि बच्चाहरू लड्यो भने पनि उनीहरूलाई चोटपटक नलाग्ने। मेरो घर छेउकै पार्क हो, यो चाहिँ सानो पार्क हो। अनि यहाँ हेर्नु यस्तो बच्चाको खेलाउने छ। अनि हेर्नु न कस्तो ब्युटिफुल वेदर छ आज। अनि म के भन्दै थिएँ, मलाई कि अहिले कस्तो एक्लो फिल हुँदैन होइन। अनि मलाई यस्तो लाग्छ क्या तपाईँहरू मलाई हेर्नुहुन्छ नि त नि, अब मलाई कस्तो क्या मेरो हुन्छ नि मेरो फ्यामिली छ। मेरो फ्यामिलीलाई चाहिँ म आज यस्तो भन्छु, आज म यो कुराहरू सेयर गर्छु, मैले के गरिरहेको छु। अनि ममा अहिले यति धेरै पोजिटिभिटी कसरी आयो, यसको लागि मैले के स्टेप्सहरू लिएँ भनेर सेयर गर्न मन लाग्यो होइन। अनि म बसिरहेको मान्छे पनि घर बस्दा लुगा लगाइहालेँ, नराम्रै भएर पनि भिडियोमा आउनु भएन है। अनि त्यसपछि यो के एउटा म देखाउँछु ल। पहिला यो फिक्स गर्छु क्यामेरा हजुरहरूसँग मजाले बोल्नलाई। म यो एयरफोन पनि निकालिदिन्छु ल, निकालि नै दिएँ लु, डिस्ट्र्याक्ट भयो होइन। अनि मैले चाहिँ उठेँ अनि त्यसपछि हिँडेँ म त, लु जाम अब मेरो युट्युब फ्यामिलीसँग कुरा गरौँ होइन। अनि त्यसपछि आई रिमेम्बर अल अफ यु गाइज है, मलाई डे 1 देखि सपोर्ट गर्नुभएको मान्छेहरूको चाहिँ मलाई नाम पनि याद छ। मेरो फ्यामिली त छँदै हुनुहुन्छ जसले मलाई सपोर्ट गरिराख्नु भएको छ। एन्ड यु नो भेरी फर्स्ट पर्सन हु इज सपोर्टिङ मी, इफ यु आर वाचिङ दिस, सन्दीप रोयल or something, thank you very much for loving all my videos, commenting on all my videos and supporting me. अनि सबै मेरो सब्सक्राइबरहरूलाई थ्याङ्क यू भेरी मच है। अनि म चाहिँ तपाईँहरूलाई आज के सेयर गर्न गइरहेको थिएँ भने, म यस्तो पोजिटिभ मान्छे कसरी भएँ है। मलाई कामले यति धेरै म गल्थेँ है, मलाई वाक्क लागेर आउँथ्यो। घर आइसकेपछि त नि मलाई के गर्नु मन, जागरको छैन होइन, के गर्नु मन लाग्दैन थियो। एकछिनलाई कस्तो अँध्यारो आयो जस्तो लाग्यो, म यता बस्छु ल, मलाई कस्तो अँध्यारो फिल भइरहेछ। वाउ हेर्नु न, यहाँको स्काई चाहिँ लास्ट ब्युटिफुल हुन्छ गाइजहरू होइन। अनि यता फर्किन म यता छु टिकटक, हामी सबैजना टिकटक, प्रायः धेरैजना टिकटक हेर्छौँ होइन, मलाई राम्रोसँग थाहा छ। अनि त्यसपछि मैले 3 घन्टा पनि टिकटक हेरेर बस्थेँ म डे अफमा होइन। अनि त्यसपछि सबैलाई जस्तो एक दिन डे अफ हुन्छ या 2 दिन डे अफ हुन्छ अनि कस्तो फिल हुन्छ थाहा छ नि मलाई। ओ माई गड, मैले मेरो डे अफ त वेस्टै गरेँ, केही नै गरिनँ आज भन्ने हुन्छ कि हुँदैन तपाईँहरूलाई, हुन्छ नि, मलाई त्यस्तै हुन्छ या मलाई त्यस्तै हुन्थ्यो। अनि मैले सोचेँ म के गरिरहेको छु, मैले आफ्नो लाइफलाई के बनाइरहेको छु। अनि होइन यो टिकटक त पहिला थिएन, यो नहुँदा पनि मेरो जिन्दगी त चलि नै रहेको थियो। अब यसलाई के गर्नु त, म के उपाय त निकाल्नु पर्यो यसलाई। अनि मैले के सोचेँ, टिकटकलाई म हानिदिन्छु डिलिट होइन। अनि मलाई के कस्तो यो गिम्बलदेखि रिस उठ्यो के, रिसेन्टर नै भएन ल। अनि त्यसपछि
अब मलाई हेर्नु यहाँ सामानदेखि पनि रिस उठ्छ जे हे भगवान् ए प्रभु हे जगन्नाथ मलाई स्काई राम्रो आएर मन पर्यो कि तपाईँहरूलाई यसरी बोल्नु पर्यो तपाईँहरूसित भनेको कि तर म धेरै अनि टिकटकै डिलिट हानिदिएँ मैले टिकटक डिलिट हानेको 2 महिना भयो 2 महिना मेरो जिन्दगी चलिरहेछ त हेर्नु त म झन् कति धेरै खुसी छु मेरो अनावश्यक टाइम स्क्रिन टाइम छैन एक्सर्साइज गरिरहेको छु राम्रो खाइरहेको छु अनि आफ्नो लागि मिल प्रेपहरू गर्नेदेखि लिएर प्रोडक्टिभ कुराहरू गर्नेदेखि लिएर एज यु क्यान सी म हजुरहरूको लागि भिडियोजहरू बनाइरहेको छु सो यति प्रोडक्टिभ चाहिँ हुनु है अनि यो भने होइन कि सबैजना युट्युब च्यानल खोल्न जसलाई पनि ड्रिम छ मन छ उहाँहरूले पर्स्यु गर्नु स्टार्ट गर्नु इट्स नेभर लेट है अनि मैले डिलिट गरिदिएँ टिकटक होइन अनि मैले फेरि पासवर्ड र उयो चाहिँ स्क्रिनसट गरेँ होइन मलाई चाहिनु पनि सक्छ भरे खोल्नु मन लाग्यो भने भनेर होइन आफ्नोमा कति कन्ट्रोल चाहिँ रहेछ भनेर अनि डिलिट हानिदिएँ गाइजहरू मैले त त्यसपछि नि केही फिल भएन आम्मा मलाई त यस्तो दामी फिल भयो वाउ आई डिड अ भेरी गुड थिङ अनि कब हो म यता जान्छु ल हो यो चाहिएको थियो मलाई अनि डिलिट गरिदिएँ टिकटक डिलिट गरिदिएँ अनि लाइफ राम्रो भयो कस्तो राम्रो फिल हुने है जस्तो अब हेर्नु न म नेचरमा आएर बसिरहेको छु पोजिटिभिटी छ केही दिमागमा नेगेटिभिटी छैन यो भने होइन टिकटक इज फुल अफ नेगेटिभिटी होइन जसले जसरी लिन सक्नुहुन्छ त्यो कुराले तपाईँलाई त्यसरी एफेक्ट गर्छ मैले कति कुरा लर्न गरेँ मैले किचनको लागि गार्निस डिजाइन आर्ट है त्यो कतिवटा आर्टहरू बनाएर सेयर गरिरहेको हुन्छ नि म त्यस्तो हेर्ने ससेसहरू हेर्ने लाइक आई डिडन्ट युज टु वाच दोज काइन्ड अफ थिङ्स नलेज दिने कुराहरू नै हेर्थेँ मैले है बट स्टिल गाइज आई युज टु स्पेन्ड लाइक 3-4 hours and I don't even realize it and I'm like God this is so sick I think I should just delete this TikTok अनि गरेँ बेस्ट फिलिङ फर्स्ट स्टेप त्यो थियो है and I felt myself I'm being so productive so good my mood is good I'm eating good food अनि त्यसपछि टिकटकमा कति कुराहरू खाएको देखाउँछ हो कहिले यस्तो हेर्दै गरौँ है कस्तो ऱ्यामेन बनाएर स्पाइसी उयो बनाएर अन्डा सन्डा राखेर है अनि अब खानु मन लागिहाल्छ हो अनि डबल ट्याप अन स्क्रिन ओके डबल ट्याप भयो त ओके अनि होइन खानु मन लाग्ने अनि भागमा त त्यसपछि अनि मेरो सेकेन्ड स्टेप चाहिँ फेसबुक मेसेन्जर गाइज त्यो पनि उडाइदिए जेसुकै होस् होइन कसैको लाइफ हेर्नु पर्दैन कसैले के गर्दैछ कसैले के खाँदैछ किन हेर्नु पर्यो आफूलाई आफ्नो के अरे ग्रोथ गर्ने आफ्नो लाइफ प्रोडक्टिभ बनाउने एक्सर्साइज गर्ने जिम गर्ने मेरो त ड्रिम बडी छ गाइज एन्ड वेन आई विल अचिभ द्याट ड्रिम बडी आई विल मेक स्योर म तपाईँहरूलाई नि मैले के गरेँ यो बडी बढाउनको लागि यहाँसम्म पुग्नको लागि म एभ्री कुरा सेयर गर्छु है सबैको बडी डिफ्रेन्ट हुन्छ तर म हजुरहरूलाई सबै कुरा सेयर गर्छु तर मलाई चाहिँ फेरि म त्यो प्रोसेसमा छु होइन अनि म त्यो एचिभ नगरिन्जेलसम्म मलाई त्यो आई एम नट एक्सपिरियन्स इनफ टु सेयर यु गाइज अर गिभ नलेज अन द्याट थिङ अर टक अबाउट द्याट थिङ अन्टिल एन्ड अनलेस कि मैले आई एम सक्सेसफुल अन द्याट है अनि हान्दिएँ फेसबुक मेसेन्जर उडाइदिएँ रह्यो वाट्सएप भनेको चाहिन्छ नि होइन मैले अन्ली एउटा वे अफ कम्युनिकेसन त हुनु पर्यो आफ्नो प्यारेन्ट्सहरूसँग बोल्नलाई आफ्नो फ्यामिलीसँग अनि जस्ट आई हेभ ओन्ली वाट्सएप अन माई फोन गाइज नाउ टु टक टु माई फ्यामिली अनि वर्क पर्पोज एन्ड फेसबुक मेसेन्जर पनि अब कतिजना के है कोसँग बोल्नु कसले भन्छ मलाई फोन गर्यो फल्नाले यसले मलाई फोन गर्यो घमण्डी भयो ठुलो भयो व्हाट द हेल विदेशमा आएर कोही ठुलो हुन्छ होला गाइजहरू कस्तो सोच है अनि अर्काको देशमा आएर हामी यस्तो दुःख गरेर कमाएर पढेर पनि आफ्नो लागि खाएर सर्भाइभ गरेर कस्तो कस्तो मान्छेहरू झेलेर अगाडि बढिराखेको हुन्छौँ नि त है तर उहाँको सोचहरू चाहिँ के होला नि यस्तो घमण्डी विदेश बसेर घमण्डी अस्ट्रेलिया गएर घमण्डी भएको होला
What the hell? No babe. यहाँ भनेको चाहिँ मेरो बाउको सम्पत्ति छैन, यहाँ मलाई कसैले पनि यहाँ राखेर ठिक्क पारेर पैसा ठिक्क पारेर लैजाऊ एस गर भनेर मलाई पैसा दिँदैन है. I have to work hard for every penny. All of us जो पनि हामी यहाँ विदेशमा छौँ नि, अस्ट्रेलिया मात्रै किन, सानो देश ठुलो देश केही पनि हुँदैन. whoever in a foreign country है, you have to work your ass off to be where you are. अनि त्यसपछि ती माथि पनि सबैजनाको एक्सपेक्टेसन हुँदो रहेछ यार गाइज. म त वर्षेपछि घर जान्छु नि, बाफ रे मलाई अहिले कस्तो प्रस्ताव लाग्छ पो त, म वर्षेपछि घर नजानु पर्ने रहेछ. जुन मेरो खर्च एक्सपेन्सेस वर्षेपछिको हुन्छ नि, सबैलाई एक एक थोक लगिदिन मन लाग्छ नि त मलाई पनि. र मेरो फ्यामिली एकदम ठुलो छ, मेरो मम्मी परिको फ्यामिली पनि ठुलो हुनुहुन्छ, सबैलाई दिन मन लाग्छ. तर म पनि सरी मिलेनियर होइन. अब मसँग मैले त दुःख गरेर कमाएको पैसाहरू चाहिँ मैले त्यसरी स्पेन्ड सबैलाई दिएर है, मलाई लाग्दैन कि कसैले चाहिँ अब नेपालमा दुःख गरेर पैसा कमाइरहेछ अनि त्यो पैसाको चाहिँ सबैलाई दिन्छ भनेर कसैले पनि दिँदैन. अनि विदेश आएपछि चाहिँ सबैलाई सबै थोक दिनुपर्छ भन्ने ट्याग लाग्दो रहेछ. कसरी त्यो भिजा लाग्दाखेरि ग्रान्टेड भनेर ट्याग लाग्छ नि, त्यस्तै विदेश आइसकेपछि चाहिँ सबैलाई सामान दिनुपर्छ भनेर यसरी टागमा ट्याग लाग्छ है गाइजहरू. विदेश आएपछि यति कुरा चाहिँ याद राख्नु होला. हुनु दुःख गर्नु यहाँ होइन, तपाईँको ढाडै भाँचियोस् कि तपाईँको करङै भाँचियोस् दुःख गरेर होइन, तपाईँ यहाँ कसरी चाहिँ लाइफ सस्टेन गरिराख्नु भएको छ. आहा कसैले मतलब दिँदैन. तपाईँले गर्नुहुन्छ नि मान्छेलाई, वाउ सी इज सो नाइस, कति राम्रो, ओहो त कति राम्रो छ, मलाई कति माया गर्छ है. जुन दिन तपाईँ दिन सक्नुहुन्न गर्न सक्नुहुन्न नि, ओ माई गड यस्तो घमण्डी केटी त मैले कहीँ देखेको थिइनँ, कहीँ नभएको उनीहरू मात्रै ब्ला 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 ब्ला. सो आफ्नो ख्याल राख्ने, अरूले के गरिरहेछ यो मलाई त्यही हो. त्यो फेसबुक मेसेन्जर टिकटक त्यो थोक हेर्ने अनि आफूलाई कम्पेयर ला म लाइफमा त कहाँ छु, म त के गरिरहेको छु, मेरो जिन्दगी त कहीँ गइरहेको छैन, त्यस्तो हुन्छ क्या. र त्यो कुराहरू छैन नि मेरो लाइफमा अहिले. आई एम सो ह्याप्पी गाइज, ट्रस्ट मी, म यति खुसी छु होइन. अनि एउटा कुरा चाहिँ मैले के याद गरेँ भने एभ्री वान वान्ट्स टु बी अराउन्ड अ ह्याप्पी पर्सन, ह्याप्पी इन्भाइरोमेन्ट जसले चाहिँ तपाईँलाई भाइब दिन्छ, काममा खुसी हुने. मलाई के लाग्छ थाहा छ, हामी सबैजना जो पनि काम गर्छौँ नि, काममा जान्छौँ नि, तपाईँहरूले पनि आफ्नो कोलिगहरूलाई हार्ड टाइम दिनुहुन्छ भने स्टप डुइङ द्याट. ओके, दे डोन्ट डिजर्भ एनी अफ योर शिट. लाइक लाइफमा if you are going something personal guys, just sort it out, but don't come to your colleagues or don't come to your workplace to spread the negativity, because personally लाइफमा सबैको प्रब्लम हुन्छ, सबैको आफ्नो रेस्पोन्सिबिलिटिजहरू हुन्छ है. हामीले घर त यहाँ के हो, हामी त घर होइन यो, हामी त कामबाट आउने अनि त्यसपछि खाने सुत्ने अनि त्यसपछि फेरि काममा जाने. सो मोस्ट अफ द टाइम वी स्पेन्ड एट वर्क एन्ड वर्क सुड बी लाइभली. यु नो मलाई यहाँ मेरो सब्सक्राइबरहरू पनि छन् मेरो कामको है, यिनीहरूलाई सोद्धा यिनीहरूले जवाब दिन्छन् म हुँदाखेरि त्यो वर्कको इन्भाइरोमेन्ट कस्तो चाहिँ हुन्छ भनेर. आई केयर फर देम, आई लभ देम, आई टेक केयर अफ देम एन्ड आई मेक स्योर दे आर ह्याप्पी. अनि आई स्प्रेड पोजिटिभिटी है. अनि त्यसपछि हामी खुसी हुँदाखेरि चाहिँ हामी पोजिटिभिटी स्प्रेड गर्न सक्छौँ, सबैलाई माया गर्न सक्छौँ. आफ्नो पर्सपेक्टिभबाट मात्रै होइन, सबैको नजरियाबाट हेर्छौँ, बुझ्ने कोसिस गर्छौँ है. सो जति पनि सोसल मिडियाहरूमा तपाईँहरूले टाइम स्पेन्ड गर्नुभएको छ, यति कुरा चाहिँ याद राख्नु. आफ्टर डुइङ द्याट यु आस्क योर सेल्फ, मैले के पाएँ त, यत्रो हेरेँ, मेरो यत्रो टाइम दिएँ, मैले के गेन गरेँ त भनेर सोध्नु. एभ्री टाइम आई युज टु आस्क माइ सेल्फ. अनि तर म त नलेजको कुरा हेर्थेँ, किचनको टिप्सहरू हेर्थेँ. मेरो मोस्ट अफ द टाइम आई युज टु वाच किचन भिडियोज. मैले कतिवटा गार्निस त मैले हेरेरै सिकेको. एक टाइममा म हेर्थेँ अनि त्यसपछि घरमा जे छ त्यसमा प्र्याक्टिस गर्थेँ. गाजरमा गर्ने हो कि मुलामा गर्ने हो कि कुकम्बरमा गर्ने हो है. सो प्यासन भनेको त्यस्तो हुनुपर्छ आफ्नो कामको लागि. तर यो भन्दै म हजुरहरू सबैलाई
एकदमै रिक्वेस्ट गर्न चाहन्छु कि प्लिज आफ्नो ख्याल राख्नु होला। बाहिर देशमा आएर बस्नुभएको छ, बाबुआमाले धेरै दुःख गरेर यहाँ पठाउनु भएको छ। हामी सबैसँग चाहिँ पुरा पैसा बोकेर हाम्रो घरमा कोही पनि बसेको हुँदैन, लोन गरेर ब्याङ्कमा जग्गाहरू राखेर सबैजना हामी त्यसरी नै आएको हो है। त्यही भएर त्यो कुराहरू चाहिँ वर्थ इट होस्। तपाईँहरू यहाँ आएर काम मात्रै गर्ने होइन, आफ्नो ख्याल राख्नु, राम्रो खानु, जति टाइम स्पेन्ड तपाईँ फोनमा गर्नुहुन्छ त्यो टाइमलाई चाहिँ काटेर यु स्टार्ट डुइङ एक्सर्साइज। तपाईँलाई एक्सर्साइज गर्न उयो लाग्छ भने जिम जान अलिकति, अब जिम जोइन गर्न नि पैसा लाग्छ है। घरमा गर्नुहुन्छ, घरमा त्यो इन्भाइरोमेन्ट छैन भने वकमा जानु, योगा गर्नु। यहाँ हेर्नु, यहाँ त यति धेरै फेसिलिटिज छ, यहाँ त पार्क छ, पार्कमा आउने एक्सर्साइज गर्ने। सो म चाहिँ के भन्छु, इट्स अप टु यु। यहाँ चाहिँ दिमागमा यो मेन्टालिटी चाहिँ एकदमै स्ट्रङ बनाएर आफ्नो ख्याल राख्नु होला गाइजहरू है। अनि म त्यही भन्न आएको है, यो चाहिँ यति बोल्न आँकी रहेछ नभन्नु होला, मलाई यसले के भाषण दिएको होला पनि नभन्नु होला। मलाई चाहिँ कस्तो लाग्छ भने म पनि त्यस्तै थिएँ होइन, म पनि फोन कामबाट आउने होइन, अनि कस्तो जिउ गोल्ने, बाफ्रे केही गर्न एनर्जी नहुने होइन। अनि कसरी चाहिँ म के गर्नु है काम। हामी कतिजना सबैजना प्रायः भन्छौँ कामबाट गले जस्तो आएको छ, के टाइम छैन, म केही पनि गर्दिनँ भन्ने हुन्छ है। अनि आज म पार्कमा आएर के गर्न आँटेको भन्नु न, मैले यो लिएर आएको, यो हेर्नुहोस् त, यो चाहिँ अरे यो चाहिँ केमार्टमा पाउँछ। यहाँ चाहिँ जे पाउँछ गाइजहरू। अब यो दिएको छैन मलाई, यस्तो चरा बनाउनु पर्यो। अब म यो बनाएर देखाउँदिनँ किनभने अब यो हेर्दै गर्नुपर्छ नि त गाइज। म चाहिँ अब यत्रो बोलेँ 22 मिनट, अनि यो यत्तिकै हाल्छु, यो गर्छु म। अनि म त्यसपछि सकेँ, जब मैले बनाइसक्छु नि अनि यो भिडियो कम्प्लिट गर्छु ल। मतलब डिस्क्रिप्सनमा पिक्चरमा जहाँ भए पनि हाल्छु, चिन्ता नगर्नु होला। किनभने मैले यो बनाउँदा ओर्दा त एकदम भिडियो लामो हुन्छ, के गर्नु, भिडियो लामो भयो भने तपाईँहरू हेरिदिनु हुँदैन, अनि मलाई कस्तो नराम्रो लाग्छ। अनि यहाँ हेर्नु न, यस्तो यस्तो छ। अब यसमा कलर भर्नु पऱ्यो होइन। अनि अब यहाँ हरेक कलर दिएको छ है। अनि यसरी किट आउँछ। यहाँ हेर्नु नि, म पुरा नेचरमा बसेर अनि समथिङ क्रिएटिभ गरिरहेको छु। यो यस्तो गर्नु पर्यो, यहाँ हेर्नुहोस्, यहाँ यसरी सबै गाइडेन्स दिएको हुन्छ के गर्ने भनेर होइन। म चाहिँ त्यही गर्छु। अलिकति स्टार्ट गरेको चाहिँ हजुरलाई देखाउँछु ल। यो बुन्छन् नि मान्छेले, के अरे यो स्वेटरहरू बनाउँछन् नि, त्यस्तै त्यस्तै हो कि आउँदैन मलाई अड्काउनु। यहाँ भनेको त छ बिगिन विथ द ब्याकग्राउन्ड एरिया फर्स्ट वर्किङ एक्रस। यसले त बिगिन, अब यो लाउनु नै कसरी आउँदैन, यो त बिगिन भन्छ त। के अरे बिगिन विथ द ब्याकग्राउन्ड एरिया। ए ब्याकग्राउन्डमा सेतो रहेछ होइन, सेतोदेखि स्टार्ट गर्नु अरे। वाउ, के अरे एन्ड लिभिङ वान रो अफ स्क्वायर्स अन वर्क अन द टप एन्ड साइड एजेस। साइड एजको नगर्नु। टेकिङ द लिनन यार्न कटर वर्किङ फ्रम द राइट लोवर एज। राइट लोवर एज यहाँदेखि स्टार्ट गर्नु अरे, यहाँदेखि होइन। इन्सर्ट द हुक थ्रु द स्क्वायर अरे। हा अनि keep your working yarn to the back, yarn over hook and pull a loop through the square after making the first stitch. म त कसम भनेको इङ्ग्लिसै बुझ्दिनँ कि क्या हो छ गाइजहरू। ट्राई चाहिँ गरौँ न होइन, ट्राई गर्दैमा के हुन्छ, ट्राई गर्दैमा त केही नि। के भएको नि, खुस्किएको गर्छ अनि कसरी हाल्ने होला। यो पार्क चाहिँ यति आनन्दको छ, मान्छे नै आउँदैन, यहाँ हिँड्दैनन्। यस्तो गर्नु अरे होइन, के गर्नु, 2 rows insert the hook through the square। यस्तो गर्नु ल। खुस्क्यो। यो त म त अब आज गर्दिनँ, आज सक्दिनँ होला, भोलि गर्छु। यसरी हाल्नु होला होइन, हालेँ होइन। अनि म ट्राई गर्छु ल गाइज, यस्तै नै गर्ने होला। यो हुकबाट फेरि यसलाई तान्ने, तान्ने होइन। अनि फेरि यसरी बेर्ने होला यसमा।
बेर्यो फेरि हाल्यो त जा न हो जा कस्तो हेर न। अनि के मैले त अनि त्यही भएर मैले भिडियो यसमा भिडियो नबनाएको क्या। यो भिडियो बनाएको भए त म त अन्त भोलि पनि भिडियो सकिँदैन मेरो। मेरो कि सो पहिला मलाई घाँटी दुख्यो होइन, अनि त्यसपछि मलाई रुगा लाग्यो, त्यही पनि मैले टेरिनँ। अब मलाई के भयो भन्नु न, अब मलाई घाँटी भाँच्यो मेरो, अब चिच्याएको जस्तो क्या, पुरा चिच्याउनु चाहिँ केही पनि गरेको छैन मैले त्यस्तो। अब हामी यसलाई बनाउँछौँ होइन मैले रङ स्टार्ट गरेँ क्या हो। अन्त चरा त्यो फुल यो तल चाहिँ यो पिक्चरमा चाहिँ कि त्यो तलको त्यान्द्रो चाहिँ यत्रो यत्रो देखाएको छ, यहाँ चाहिँ यत्रो छ। कन्फ्युजन गराउने मान्छेलाई यार। आमा यो बुन्ने मान्छेहरू कसरी बुन्छन् हौ, म त सक्दिनँ त के हो। यसरी ठेलिदिन्छु ल। हेर्नु न यस्तो क्रिएटिभिटी गर्ने कि कति खुसी पो हुन्छ त। आफ्नो के भन्छ हामी केटी मान्छेको त डोपामिन कि के हुन्छ नि त्यो बढ्छ अरे क्या। अनि बढ्छ, खुसी हुन्छ, रमाइलो हुन्छ। अनि म त यत्तिकै पनि रमाइलो मान्छे हो कि मलाई मान्छेले नै बिगारेको, म बिग्रेको आफन्तले। म चाहिँ गाइजहरू म बिग्रेकै आफन्तले नै हो। मलाई त यो आफन्त के भन्नु हुँदैन त्यस्तो है। जो जस्तो भए पनि उनीहरूको बेहोरा उनीहरूसँगै हुन्छ अब। तर हो म बिग्रेकै आफन्तले। म खुसी हुन पनि छोडिदिइसकेको थिएँ। म त यस्तो स्ट्रेस हुने, आफ्नो टाउकोमा धेरै रेस्पोन्सिबिलिटी भएर बौलाउनु आँटे जस्तो हुन्छ नि मान्छे, बौलाइसकेको थिएँ। गाइज 26 इयर्स भयो है। म मान्छेले एज भन्दैन, म त लु जेसुकै होस् भनिदिएँ। तर मैले जिन्दगी जिउनु कसलाई भन्छ थाहा छैन। म त नि मलाई स्टाइल गर्न आउँदैन। यहाँ आएर पार्टीमा जान्छन्, क्लबिङ गर्छन्, मतलब दुःख गरे पनि इन्जोय त गर्नुहुन्छ नि त तपाईँहरू है। सबैजना त गर्नुहुन्न, धेरैजना त म जस्तै हुनुहुन्छ, मलाई थाहा छ। आफ्नो घरको दुःख है, घरमै बस्ने खाने पकाउने जस्तो गर्नुहुन्छ। तर म पनि त्यस्तै थिएँ होइन। अब त्यो भने होइन क्या म डिस्को जान थाल्छु, रक्सी खान थाल्छु भनेको होइन। म खाँदिनँ यस्तो चिजहरू, पिउँदिनँ पनि, मलाई मन पनि पर्दैन। अनि मेरो आमालाई मन पर्दैन। मेरो आमालाई मन नपर्ने चिज चाहिँ म केही पनि गर्दिनँ। यदि मैले केही कुरा गरिरहेको छु र मेरो आमालाई मन पर्दैन भने त्यो कुरा म गर्नै छोडिदिन्छु क्या। सो अनि खुसी हुन पनि बिर्सिने है। म यति धेरै खुसी हुने मान्छे, खुसी मतलब मलाई सानो सानो कुराले खुसी दिन्छ होइन। अनि म एकदम माया गर्ने, अनि पुरा सबैजना बसेर रमाइलो गरेर फ्यामिली बसेर खाने मिलेपछि होइन, त्यस्तो खालको मान्छे हो। तर बिचमा धेरै कुराहरू भयो है। म त कस्तो डिस्टर्ब हुने, हर्ट हुने, रुने। अनि त्यसपछि कोहीसँग कति वर्ष बस्यो सँगै होइन, अनि एकैचोटि कति कुराहरू चेन्ज हुँदा कस्तो हर्ट भयो। अनि त्यसपछि अनि म त खुसी हुन नि बिर्सिने, आउने कामबाट टिकटक हेर्ने, अनि हुन्छ नि, अनि बल्ल बल्ल नुहाउने। अनि त्यसपछि अनि के खानु अब, त्यो त्यत्रो घन्टा टिकटक हेरिसकेपछि भात कसले पकाइदिन्छ, अनि खाने नुडल, अनि जिउ पनि हुन्छ पुडल। अन्त म त सोलोडोलो हुँदै 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 के हुन आँटिसकेको थिएँ। अनि मेन्टली पनि कि काममा पनि रिस उठ्ने, अनि कसैले केही गरिरहेछ भने यसले त मलाई जानी जानी नै गरिरहेछ, म पेलाइरहेछ भन्ने होइन। अनि त्यो मेन्टालिटीमा यति फरक पर्दो रहेछ है। म कति खुसी छु, कहिले काम गर्छु। अहिले तपाईँहरू मेरो सर्ट्स भिडियो हेर्नु, द्याट्स हाउ आई वर्क। अनि मेरो अहिले जति पनि म खुसी, मेरो ह्याप्पिनेस यु क्यान सी अन माई फुड है गाइजहरू। मेरो फुडमा हेर्नु त कस्तो कलरफुल हुन्छ, बिकज माई लाइफ इज कलरफुल नाउ एन्ड आइ एम सो मच ह्याप्पी। आई एम सो ग्रेटफुल टु गड, दिस नेचर। अनि मलाई त कि अहिले यस्तो हुन्छ होइन, मैले नेगेटिभिटी एउटा ट्याग भएको एउटा हिँड्दै गरेको मान्छे नै आयो भने पनि म त्यसलाई देख्ने बित्तिकै म यहाँबाट उठेर भाग्छु क्या। मलाई नेगेटिभिटीदेखि त्यस्तो नफरत छ अब है। नफरत होइन, लाइक आई डोन्ट लाइक टु बी नेगेटिभ होइन। अनि त्यसपछि गाइजहरू म त यस्तो खुसी छु, कलरफुल छ लाइफ, जिन्दगी जिरहेको छु। अनि यति भन्दै म आफ्नो भिडियो एन्ड गर्न चाहन्छु गाइजहरू।
आज चाहिँ मैले पार्कमा आएर यो काम गर्दैछु, हजुरहरूलाई सेयर गरेँ मैले के गर्दैछु लाइफमा, यसरी कसरी खुसी भइरहेको छु। म कामबाट आएर एक्सर्साइज गरेर अनि अहिले एकछिन पार्कमा निक्लेको यो गर्नलाई अनि भिडियो बनाउनलाई। सो यति भन्दै म आफ्नो भिडियो एन्ड गर्न चाहन्छु। अनि यहाँ हेर्नुहोस् त, यो आकाश, यो धरती, तिमी र म, जुनेली तिमीले पादेऊ। यो एउटा टिकटक थियो नि त। अनि ल गाइज, यति भन्दै म आफ्नो भिडियो एन्ड गर्न चाहन्छु। Till then, like, share and subscribe my channel and love you so much. अनि मैले भनेको कुराहरू माइन्ड गर्नुहोला, आफ्नो ख्याल राख्नुहोला, राम्रो खानुहोला, जिम गर्नुहोला, एक्सर्साइज गर्नुहोला अनि योगा गर्नुहोला। अनि त्यसपछि काममा पनि जानु। स्प्रेड ह्याप्पिनेस, स्प्रेड पोजिटिभिटी wherever you go and be the person everyone wants to be around with, okay? अनि be that person जसको प्रेसेन्सले चाहिँ everyone मुड चाहिँ फ्रेस हुन्छ न, आज त मेरो दिन दामी हुन्छ किनभने ऊ मसँग काम गर्दैछ भन्ने बनाउनु। सो गाइज, बाई, लभ यु अल।